104 वर्षमा मेरो हजुरआमा बित्दै गर्दा त्योभन्दा अगाडि केही भलाकुसारी मेरो हजुरआमासँग भएको थियो। मेरो हजुरआमाले भन्नुभएको थियो, राणा शासन कस्ता थिए, हामी मान्छे भएर मान्छेको रूपमा बाँच्न पाएनौ नातिनीहरू, तिमीहरू मान्छेको रूपमा बाँच्न सिक, विद्रोह गर्न सिक भनेर मलाई मेरो हजुरआमाले सिकाउनु भएको थियो। त्यस पछाडि हाम्रै जीवनले त भोगेनौँ, तर मेरो बुबाको कालहरू जसले राजाको बर्बरतापूर्ण शासनकाल मेरो बुबाले बिताउनु भयो, मेरो आमाले बिताउनु भयो। मलाई लाग्छ यहाँ उपस्थित हुनुभएका धेरै बुबा आमा दाजुभाइहरूले त्यो शासनकाल बिताउनु भयो। केही छोटो समय हामीले पनि राजाको शासनकाल प्रत्यक्ष रूपमा आफ्नो जीवनकालमा अनुभूत गर्न पायौँ। राजाको शासनकालमा भएका जे खाले गतिविधि थियो त्यही गतिविधिले नै भक्त कुमारी लामाहरू जन्मायो, पार्वत गुरुङहरू जन्मायो, पशुपति चौलागाईहरू जन्मायो, आजको तपाईहरूको भरत केसीहरू जन्मायो। म तपाईहरूलाई अनुरोध गर्न चाहन्छु, आज राजाको कालमा, शाही शासनकालमा मान्छेले मान्छेका रूपमा बाँच्न पाउँथे। एकचोटि म दोलखाली जनतालाई सोध्न चाहन्छु, अझ दोलखाली जनता, यो सदरमुकाम चरीकोटका जनतालाई भन्दा पनि एकचोटि म सोध्न चाहन्छु, ती लपिलाङका जनतालाई, ती गौरी शङ्करका जनतालाई, ती बिकुका जनतालाई एकचोटि सोध्नुहोस् त, त्यति बेलाको विकास, त्यति बेलाको शाही शासन, त्यति बेलाको राणा शासन सायद तपाईहरूका हजुरबालाई मजाले सोध्नुभयो भने बताउनु हुनेछ त्यति बेलाको शासनकाल कहाँ गयो। म राणा शासनकाल 104 वर्ष शासन चलाउँदा यो देशका जनतालाई, यो देशका नागरिकलाई, दोलखाली जनतालाई के दिए राणा शासनकालका तिनका मतियारहरूलाई सोध्न चाहन्छु। शाही शासनकालमा दोलखाका जनतालाई अथवा आम नेपाली नागरिकलाई विकासका नाममा के दिए म आज पनि सोध्न चाहन्छु। तिनका मतियारहरूले जसले आज पनि निरङ्कुशता चाहियो, राजाको शासन चाहियो भनेर कुर्लिराख्नु भएको छ। विद्यार्थीहरू फेल हुन पाइँदैनथे, फेल हुन पाइँदैनथे, फेल कोही हुँदैनथे, किनभने स्कुलै थिएन। स्कुल स्थापना गर्यो भने, गाउँ गाउँमा स्कुल स्थापना गर्यो भने मान्छेहरूले पढ्न पाउँछन्, मान्छेहरू पढ्यो भने सचेत हुनेछन्, ती सचेत हुने भने हाम्रो शासन सत्ता पल्टिनेछ भनेर स्कुल खोल्न नदिएका शासक आज हामीलाई चाहिने, हामीभन्दा पछाडिका पुस्तालाई चाहिने, हाम्रो पुस्तालाई चाहिने, यो कदापि हामी स्वीकार्दैनौँ। हामीले भनेका छौँ, तपाईँ त आज शीतल निवासमा हुनुहुन्छ, तपाईँ आज शीतल निवासमा जनताले राखेको ठाउँमा हुनुहुन्छ। तपाईलाई थाहा छ, तपाईको शासनकालमा तपाईको दरबारै मुनि, तपाईको नाकै मुनि छातीमा गएर गोली थप्न कम्तार भएर गणतन्त्रका नारा लगाएका हामीहरू, ती जनताहरू, तर कोही मान्छे त्यति बेला गणतन्त्रका पक्षमा लड्दा पनि, लोकतन्त्रका पक्षमा लड्दा पनि पत्रकार सुरेश रजक जस्ता मान्छेहरू जिउँदै जल्नु परेन। याद राखोस्, कुनै पनि द्वन्द्वकालमा पनि सुरेश रजकहरू कुनै पनि नागरिकले जिउँदै जल्ने गरी हामीले आन्दोलन गरेनौँ। तपाईहरूलाई स्मरण रहोस्, मलाई त लागेको थियो दलहरूले शासन गरेको अथवा जनताको नेताले शासन गरेको सरस्वती हेर्दा 16-17 वर्ष भएछ। सरस्वती हेर्दा 16-17 भएछ। तपाईलाई शाही शासनकाल मात्र हेर्दा
तपाईले चलाएको 60 वर्ष शासनमा जनताले के पाए? तपाईले चलाएको 60 वर्षको शासनमा नागरिकले कस्तो दुःख भोग्नु पर्यो, कस्तो शास्ति भोग्नु पर्यो याद छ सरकार तपाईलाई? म अनुरोध गर्न चाहन्छु, अघि भरत कमरेडले भन्दै हुनुहुन्थ्यो पशुपतिमा अब चलाउँछौँ, ताबाकोसीमा बगाइदिन्छौँ। हामी त राजतन्त्रका उहिले मलामी गइसकेका हौँ, उहिले सकाइसकेका हौँ। अब फर्किने समय तपाईलाई कदापि हुने छैन। कोही मान्छेहरू मरिसके पछाडि बिउजेर यो देशमा आउने छैनन् भन्ने कुरा हामीले प्रत्यक्ष भोगेका हौँ। मलाई लाग्छ यसकारण तपाईँ पनि फर्केर आउनुहुन्न, त्यो कुचेष्टा तपाईले पनि गर्नुहुन्न। र म भन्न चाहन्छु, आज तिमी आउने नाममा, तिम्रो शासन, तिमीले खोजेको शासनको नाममा तिमीले लिएका तिम्रा खुट्टाहरू कस्ता टेक्ने भए? दुर्गा प्रसाईहरू जस्ता, दुर्गा प्रसाईहरू जस्ता। अस्ति मैले तिनकोनेको आन्दोलनमा एउटा भाषण सुनेको थिएँ। भाषणमा तपाईका दलहरूले के गरे भन्दा, लोकतन्त्रले के गरे, गणतन्त्रले के गरे भन्दा प्रहरीलाई, सुरक्षाकर्मीलाई देखाएर त्यही 20,000 तलब होइन भनेर भनेको प्रश्नले मलाई टिठ लाग्यो। तपाईको शासनकालमा आज कति हुनुहुन्छ मलाई थाहा छैन, सायद मलाई लाग्छ दोलखा जिल्लामा आदिवासी तामाङ जाति पनि बसोबास गर्छन्। आदिवासी जनजाति तामाङहरूले आर्मीमा जागिर खान्छु भन्दा पनि त्यही एउटा 20 मात्र जागिर पाउँथ्यो। तपाईलाई याद छ? त्यही 20,000 होइन, त्यही 1000 रुपियाँको जागिर खाउन पनि तपाईका सरकारले दिँदैनथ्यो। कान खोलेर सुन्नुहोस्, आज ती 20,000 पनि पाएका छन्। इतिहासलाई यति चाँडै नबिर्सनुहोस्। मलाई याद छ प्रथम विश्वयुद्धमा नेपालीहरू लड्न पठाए बापत राजाले पैसा लिएर आफ्नो परिवारको गुजारा चलाउँथे। सायद मलाई लाग्छ कण्ठ त भएन, 2 लाख बेलामा 2 लाख रुपियाँ पैसा लिएर गोजीमा हाल्थे। इतिहास एकचोटि पल्टाउनुहोस्। तपाईकै जीवनकालमा तपाईकै हजुरबालाई एकचोटि सोध्नु भयो भने त्यति बेला मान्छे नि बेच्थे। म अनुरोध गर्न चाहन्छु, यो जनताले आफूले चुनेको नेतृत्वबाट चलाएको शासन हो। यो गणतन्त्र यस्तो सुन्दर फुलबारी हो, यो पूर्व राजाहरूले पनि आन्दोलन गर्न पाउँछ। पूर्व राजाका मतियारहरूले पनि आफ्नो आवाज बुलन्द गर्न पाउँछ। तर तिमीलाई सोध्न चाहन्छु, तिम्रो शासनकालमा कोही मान्छे तिम्रो विरुद्धमा बोल्यो भने छातीमा गोली पड्काउँथ्यो भन्ने कुरा तिमीलाई याद छ? एकचोटि स्मरण रहोस्। यसकारण हामीलाई राणा शासन, त्यति बेलाको शाही शासन अब चाहिएन। हामी निरङ्कुश राजतन्त्र चाहँदैनौँ, हामी गणतन्त्र चाहन्छौँ। यही लोकतन्त्र चाहन्छौँ। यही गणतन्त्रको विकल्प उन्नत गणतन्त्र हो। यही लोकतन्त्रको विकल्प अर्को उन्नत लोकतन्त्र हो। यसको अतिरिक्त अरू कुनै खाले तन्त्र नेपाली जनता स्वीकार्न तयार छैन, नेकपा एमाले स्वीकार्न तयार छैन। म यहीबाट उद्घोष गर्न चाहन्छु।